साथीहरू नमस्ते। सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ। म पनि हजुर अगाडि सन्चै आरामै छु अनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा। आज चाहिँ म हजुरहरूलाई मर्निङ टाइममा भ्लग सुरु गर्दैछु। आज किनभने चाहिँ मलाई आज मर्निङ टाइममा भ्लग सुरु गर्न मन लाग्यो अनि कति दिन मैले यस्तो मर्निङमा गर्छु भनेर सोचिरहेको थिएँ अनि गर्न पाएको थिइनँ। तो म चाहिँ बिहान उठेर मुखसुख धोएर ब्रस गरेर म चाहिँ चिया बनाउने तर्खतिर लाग्दैछु। मेरो छोरालाई चाहिँ चिया नभई हुँदैन, त्यही भएर चिया बनाउने तर्खतिर लाग्दैछु। मेरो चिया चाहिँ रेडी हुँदैछ, दुध उम्लिँदैछ, मजाले पकाउँदैछु। सो छोरालाई सोधेको बुबु खाने कि चिया खाने भनेको उसले बुबु खाने भन्यो तर उसलाई बुबु चाहिँ दिनु गइरहेको छु है। छोरा ल ल बुबु खाऊ। बिस्कुट पनि पहिल्यै लिएर बसेर यहाँ चाहिँ मेरो हस्बेन्ड र छोरा सुतिरहनु भएको छ। छोरा हेर्नु भनेको आफै सुतेर सो मैले पनि दुध खाइरहेको छु किनकि मलाई चाहिँ हस्बेन्डले दुध नखाऊ के अरे चिया नखाऊ ग्यास्ट्रिक हुन्छ मलाई अस्ति ग्यास्ट्रिक भएर लास्ट टाइम मलाई गाह्रो भएको थियो अनि तातो दुध खाऊ तागत आउँछ भनेर अनि बच्चाको आमा भनेर मलाई भन्नुभयो अनि त्यसपछि मानेको दुध खाँदैछु म पनि। आमै कसरी हेरेको यसले 4 मन्थ कम्प्लिट भयो बल्ल खानु हुँदैन केही पनि अनि त्यही भएर हामीले जे खायो कस्तो मजाले हेर्छ क्या गरेको क्या। हाम्रो चाहिँ आज चाहिँ म चाहिँ मेरो मलाई र मेरो हस्बेन्डलाई सन्चो नभएको धेरै दिन भएको थियो क्या, ग्यास्ट्रिक भएर अनि केही खाना पनि नहुने जस्तो भइरहेको थियो अनि हामी चाहिँ आज सादा खाना खाने भनेर चाहिँ म चाहिँ आलु फ्राई अनि अचार अनि भात दाल यति मात्रै बनाउँछु। मैले रेडी पनि बनाइसकेँ आलु काटेर सक्नुहुन्छ मेरो आलु यहाँ तेल पनि बसाइसकेँ। यो चाहिँ कालो चाहिँ यस्तो कालो चाहिँ किन भने भन्नु होला, यो कराई पनि धेरै पुरानो 25 वर्ष पुरानो कराई हो अनि हो रे अनि यो चाहिँ कालो चाहिँ धेरै त्यो बसालेर के म यता गएको थिएँ अनि बाबु रोएर अनि डढेछ क्या। म चाहिँ अचार बनाउँछु, अचार बनाएर अनि पहिला अचारको लागि यहाँ पुऱ्याउँछु अनि बल्ल अनि आलु बसाउँछु। टमाटर धुन गइरहेको छु म चाहिँ। ल एउटा खस्यो टमाटर धोइवरी के हुन्छ मैले काट्छु कि म यो यस्तो रहेछ हेर्नु त काट्छु। अहिले चाहिँ म खुर्सानी फोराउन गइरहेको छु। यसरी पुऱ्याउने होइन, रातो भइसकेपछि चाहिँ यसरी निकाल्ने। चिसो भयो त चिसो भएर चाहिँ धेरै डराउनु पनि हुँदैन। मेरो टमाटर कम्प्लन फेरि यसैमै हेर्नु यसरी यो मैले काटेको छैन
यो चाहिँ अहिले म त्यहाँ पिस्ने बेलामा चाहिँ एउटा निकाल्छु कि टमाटरलाई होइन अनि यसरी निकाल्नु पाकिसक्यो यो अलरेडी नै यो चाहिँ अलरेडी नै यो टमाटर एकदम प्लाट्ट भइसकेको थियो कि पाकिसक्यो यसरी पड्काइदिने अनि त्यसपछि जिरा पनि जिरा पनि पड्काइदिनु यसरी हालिसकेको छु आलु मजाले भुट्नेलाई आलु भुजिया बनाउनुलाई खास मैले मजाले भुट्छ रातो गराउन्जेलसम्म नहुँदैसम्म मजाले भुट्नुपर्छ तर चाहिँ केहाम भएको बेलामा यस्तो बनाएर खायो भने एकदम मिठो हुन्छ अचार आलु भुजिया दाल माम मिठो हुन्छ सो हेर्न सक्नुहुनेछ मैले चाहिँ अचार बनाउन लगाइरहेको छु अचारमा चाहिँ मैले के को अचार बनाउनु धनियाँको अचार धनियाँमा धनियाँ नुन खुर्सानी अनि सानो लसुन मैले चाहिँ अब अचार बनाउँदैछु धनियाँको अनि यो टमाटर अघि नै मैले तेलमा मैले भुटेको सो मैले चाहिँ अचार बनाउँदैछु मलाई पिस्दैछु हाम्रो घरमा चाहिँ मिक्सरमा पिसेको खासै मिठो लाग्दैन भन्नुहुन्छ कि मेरो हस्बेन्डलाई चाहिँ अचार चाहिन्छ अचार नभइकन भातै खानु हुँदैन उसैको लागि भने अचार चाहिँ बनाउनुपर्छ भयो यो टमाटर चाहिँ यहाँ एड गर्दैछु यो चाहिँ अघि नै मैले त्यो तेलमा तारेको थिएँ नि त्यस्तो गर्यो भने चाहिँ गनाउँदैन क्या टमाटर खासै गनाउँदैन मजाले पिसिन्छ टमाटर चाहिँ के अरे अचार चाहिँ यस्तो भइसकेको छ हेर्नुहोस् अचार हाम्रो अब म भाँडामा हाल्दैछु अचारसँग भातसँग टक्क खान कस्तो मिठो हुन्छ कति ढिला गरेको खाना आउनु पर्ने यस्तै गरेर बोलाउनु पर्छ कि जहिले पनि मैले त यस्तै गरेर बोलाइरहनु पर्छ छोरीलाई पनि खुवाउनु खाना के रहेछ आज कस्तो खानु सादा खाना बनाएको क्या अब आज मङ्गलबार अब गणेशको उसमा साधै कहिलेबाट हो नि फेरि आजबाट भोलिबाट मासु सुरु निर्भय आउँछ र कसो छ खाएर मलाई भन्नु अचार मेरो बुढोलाई चाहिँ अचार छ नि अचार चाहिन्छ कि अचार तिमीलाई पहिला कम्प्लेन गरिसकेँ मैले अचार चाहिँ जहिले पनि बनाइदेऊ भन्नुहुन्छ कि अचार बिना चाहिँ भातै खाना खोज्नुहुन्न लभिङ इट साथीहरू म चाहिँ अब हस्बेन्ड चाहिँ खाना खाइरहनु भएको छ म चाहिँ अब रुम मिलाउनुतिर लाग्नु पर्यो निर्भय आउँदैछ र यस्तो गाई दिनहरू चाहिँ अब छोरो स्कुलतिर बुढो कामतिर लाग्दैछन् भाइ छोरो भाइ मामु पो भन्छन् त अनि छोरो भन्छन् त तिम्रो छोरो हो मामु मामु भाइ भन्ने बाई सो मेरो छोरा पनि स्कुल गइसक्यो मेरो हस्बेन्ड पनि अफिस गइसक्नु भएको छ मैले पनि खाना खाइसकेँ अनि मैले पनि जुठो भाडा गरिसकेँ अब चाहिँ मेरो दिनभरिको मेरो के हुन्छ सोलेड सिम के हुन्छ थाहै हुँदैन कि के हुन्छ कस्तो हुन्छ त्यो चाहिँ हामीले चाहिँ अब
भोलिको दिन देख्न सक्दैन भने जस्तै अब के हुन्छ हेर्दै जाऊँ। मेरो चाहिँ दिनको चाहिँ दिनचर्या चाहिँ मेरो बच्चा हेर्दै जान्छ किनकि बच्चा सानो छ अहिले, त्यही भएर बच्चा हेर्दै गइरहेको छ। सो साथीहरू आज चाहिँ म सानो मिठो छोटो मर्निङ भ्लग लिएर आएको थिएँ। हजुरहरूलाई के कस्तो लाग्छ मलाई कमेन्टमा लेखिदिनु होला। मेरो कमी कमजोरी के कसो छ अनि मैले सुधार्न पर्ने त मैले धेरै नै छ, तर पनि अब हुन्छ नि त यस्तो उस्तो यसरी गरिदिनु होला भन्ने टाइपको हजुरको छ भने चाहिँ मलाई कमेन्टमा मलाई भनिदिनु होला। अनि आज चाहिँ मैले त्यस्तो त वाउ भन्ने त ल्याएको थिइनँ, जस्ट मैले आफ्नो घरमा भइरहने गतिविधिहरूलाई मैले हजुरहरूको अगाडि देखाएको थिएँ। सो हजुरहरूले चाहिँ मलाई यसै गरी माया गरेर मलाई अगाडि बढाउनु होला। मैले धेरै कुराहरू सिक्नु छ, म सिक्दै सिक्दै अगाडि बढ्ने नै छु। मेरो भिडियोलाई सब्सक्राइब माया धेरै धेरै माया गरिदिनु होला, सबैको माझमा पुर्याइदिनु होला भन्न चाहन्छु। यही भन्दै म बिदा गर्न चाहन्छु। नमस्ते, बाई बाई।